सबैजनालाई हजुरहरू एकदम सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। आफ्टर सो लङ टाइम पछि चाहिँ मैले भिडियो लिएर आइरहेको छु। आज चाहिँ मेरो मुकबाङै छ होइन। अनि मसँग यहाँ कुक पनि देखिहाल्नुभयो। अनि मेरो ब्याकग्राउन्ड चाहिँ मेरो लभली किचन हो होइन। मैले अरू त्यस्तो केही प्रिपेयर गर्न नै पाइनँ, अनि त्यही भएर मैले किचनलाई लिगेँ। सो लङ टाइम पछि कुक खाएको। दामी छ। अनि आजको मेरो चाहिँ नुडल्स छ, कोरियन चाउचाउ। अनि मैले अलरेडी नै ससहरू राखिसकेँ। अनि मसँग छ यो पन्जाबी तड्का र यो चिज बल। मलाई यो पन्जाबी तड्का चाहिँ एकदमै मनपर्छ अनि मेरो फेभरेटै हो भन्दा हुन्छ। अनि यो चिज बल पनि मलाई आजभोलि यो कोरियनको चिज बल एकदम मन पर्न थालेको थियो, त्यही भएर मैले खाँदैछु आजभोलि। लेट्स स्टार्ट नुडल्स, किनकि अलरेडी चिसो भइसक्यो जस्तो लाग्दैछ। अब आफ्टर सो लङ टाइम पछि खाँदैछु म नुडल्स पनि। धेरै बाटो खाएको थिएन, मामा घरमा खाएको थिएँ लास्ट टाइम, त्यसपछि खाएको थिइनँ। अनि आज चाहिँ भिडियो पनि बनाऊँ न त भनेर मैले चाहिँ मुकबाङ लिएर आएको। फर्स्ट पार्ट खाएँ ल। म चाहिँ त्यस्तो धेरै स्पाइसी लभर होइन नि त, त्यही भएर म चाहिँ थोरै मात्रै पिरो हाल्छु। त्यही भएर धेरै पिरो चाहिँ छैन, तर यो खाँदै गएपछि पिरो हुँदै जान्छ क्या। अनि हजुरहरू के गर्दै हुनुहुन्छ, के कस्तो हुँदैछ? म चाहिँ आजभोलि घरमा यत्तिकै बसेर टाइम पास भइरहेछ मेरो चाहिँ। घरको काम गर्दै यताउति यस्तै भइरहेछ। सुन म केही गर्दैछु, त्यो पनि म हजुरहरूसँग रिभिल गर्नेछु। यो पन्जाबी तड्का नि म यस्तो खान्थेँ पहिला नेपालमा हुँदाखेरि, धेरै पछि खाएको तर पनि सेम टेस्ट छ, एकदम मिठो लाग्छ मलाई यो चाहिँ। यो अलरेडी टुक्रिसकेको रहेछ क्या चाउचाउ चाहिँ, अनि त्यही भएर लामो लामो चाहिँ छैन यो। फन। यम्मी भइरहेछ, यम्मी। यम्मी। अब नुडल्ससँग त बेस्ट कम्बो भने कोका कोलै हो होइन, त्यही भएर कोका कोलै प्रिफर गरेको मैले चाहिँ। मिठो लाग्छ त्यस्तो। पहिला चाहिँ म धेरै खान्थेँ, अहिले चाहिँ धेरै स्किप गरिसकेँ। तर नेपाल आइकन मैले जङ्क फुड धेरै खाइरहेको छु, धेरै अनएक्सपेक्टेड भइरह मेरो जङ्क फुड।
तर यो कोरियनको स्वादै कस्तो मिठो लाग्छ रे मलाई चाहिँ अरू नुडल्स भन्दा कोरियन चाहिँ मेरो वान अफ द फेभरेट त होइन तर मिठो चाहिँ मिठो लाग्छ मलाई खाएपछि सबै खाइदिउँ भनेर खाइदिएको नि त कोक चाहिँ म सबै खाँदिनँ सरी यस्तो हुन्छ कि ग्यास बाहिर आउँछ ग्यास सरी पिरो हुन्छ भनेर यो राखेको के मैले चाहिँ त्यस्तो धेरै चाहिँ पिरो भएन हाफ मात्रै हालेको थिएँ नि त मैले म स्पाइसी लभर परेन त्यही भएर हजुरहरू खानुहुन्थ्यो होला है खानुहुन्छ गर्नुहोस् त गर्नुहोस् म लिन्छु गर्नुहोस् ओके गाइज अब म चाहिँ योभन्दा बेसी खान सक्दिनँ अब यो चाहिँ पछि नै खान्छु यो पनि पछि नै खान्छु थ्याङ्क यू सो मच मेरो भिडियो हेरेर लास्टसम्म आइदिनु भएकोमा लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु होला भन्दै आजको लागि चाहिँ म बिदा हुन्छु बाई लभ यु अल